पहिलो अफ रोडिङ साइकलमा यहाँ छ बिहे 14 गते। मेरो पछाडिको घरमा दाइको बिहे छ 14 गते। त्यही भएर म आज रौँ काट्न जाँदैछु, कपाल काट्न जाँदैछु। हेरौँ कस्तो कट हान्नेछौँ। पहिलोचोटि साइकलमा, ऊ पनि भेल्ले साइकलमा, ऊ पनि नयाँ साइकल, ऊ पनि दादाको। कसम कन्ट्रोल भइरहेको छैन भने यहाँ मेरो त घुँडा लागिरहेछ क्या ह्यान्डलमा। यति ठुलो भयो कि हो। भेल्ले साइकल पहिलोचोटि टिडिङ टिडिङ घन्टी ले अगाडि यस्तो छ सिन। पहिलो अफ रोडिङ साइकलमा ओह कन्ट्रोल गर्नु यस्तो मुस्किल भइरहेछ नि। खतरनाक एक्सपिरियन्स। यो साइकल चलाउन आफैमा च्यालेन्जिङ छ क्या। मेरो खुट्टा लागिरहेछ यसमा। म 3 ताराको बाटो पुगिरहेको छु। लेट्स गो गाइज। मेरो खुट्टाको पोजिसन यस्तो भइरहेछ, एउटा ह्यान्डल बाहिर अर्को ह्यान्डल भित्र, नत्र हल्का मुस्किल भइरहेछ कि पानी परेर होइन। गाइज फाइनली हाइवेमा पुगेँ, तर सब मान्छे हेरिरहेछन्। हल्का अनकन्ट्रोल भइरहेछ साइकल। यो पनि ठिकै छ, ठिक छ यार भाइ। तर उहाँ फर्स्टचोटि यस्तो हाँसो लागिरहेछ। यो कन्ट्रोल भइरहेको छैन। ऊ पनि बाइकमा हिँड्ने मान्छे पहिलोचोटि भेल्ले साइकलमा, ऊ पनि ले भाइ हाइवेमा मान्छेहरू भेटिएछन्। साइकल लिएर रौँ काट्ने ठाउँमा पुगेँ, तर यसमा चाबी लाउनु पर्ने हुन्छ किनकि नयाँ साइकल हो, चोरिनु भएन। ए ल्याम्बोर्गिनी पुरा यहाँदेखि यहाँसम्म पुरा काटिदिनु। पर्फेक्ट लुक्समा यस्तो लुक्स भयो गाइस। कसो देखियो? ल्याम्बोर्गिनीका चाबी खरा गयो मेरो। सब मान्छे मेरो भेल्ले साइकल हेरिरहेछन्। त्यही पनि बाल हो, साइकल त साइकल हो नि यार। ट्र्याक्टर आयो। ऊ त्यहाँ दामी समोसा पाइन्छ, समोसा खाएरै जान्छु म। मसँग पैसा पनि छ अनि लगेर नि जान्छु दादाको लागि। लेट्स गो गाइज। जेन्युइन बताउनु होला यो हेयर स्टाइल तपाईँलाई कस्तो लाग्यो? निदार यार, यो टाउकै बेकार छ यार। टाउको दोस्रो लगाउन मिल्दैन। हाम्रो समोसा आयो, एकदम मस्त लाग्छ यहाँको समोसा। अब ट्राई गरौँ। गाइस 2टा समोसा खाएँ अनि 2टा प्याक गरेको छु। यहाँ हेर्नु सक्नुहुन्छ, प्याक गरेर पनि खतरा स्टाइलमा राखेको छु। आज कति ट्राफिक हो यार, गाडी चलेका छन्। तुझे पसंद है धीमा ले जा और बस खामोशियाँ, तेरे खातिर अपनी खुद की सांसें थाम लूंगा। सन सेट हुँदैछ। ओ त्यहाँ हेर्नुहोस् बिहेको टेन्ट लागिसकेको रहेछ। सो गाइस फाइनली घर पुगिसकेँ। अनि घर पुगेर अब के काम हुन्छ भन्दाखेरि नुहाउनु पर्ने हुन्छ। छिटो नुहाउँछु, त्यसपछि मल्ल घर गएर हल्का हात बटाउनु पर्छ, कामसाम गर्नु पर्यो। जिउँदाको जन्ती अनि मर्दाको मलामी भनेको पडोसी हुन्छन्। भोलि हाम्रो घरमा बिहे भएपछि तिनीहरूले आउनुपर्छ। अनि त्यसैले त्यही कर्तव्यको पालना गर्दै हामीले पनि जानुपर्ने हुन्छ। त्योभन्दा अगाडि म मोबाइल चार्जमा राखेर सिधै नुहाउन जान्छु अनि नुहाएर फाइनल भएर बाहिर निस्किन्छु। गाइज अहिले चाहिँ म नुहाएर चट्टै रेडी भएँ, तर यहाँ बिरालो हेर्नु कसरी सुत्या छ। अनि मलाई मल्लो घरबाट बोलाएको छ, छिटो जानु पर्यो। लेट्स गो गाइज। पुष्कर भाइको घरको बिरालो। प्रसाद गाइज मल्लो घरमा चाहिँ पूजा थियो अनि त्यहाँदेखि प्रसाद दिएको छ। अनि यो प्रसाद घर पुगाउनु पर्ने छ। अनि डेडीलाई मेसेज छ कि भैँसी भात दिनु भनेर, त्यो दिएर फेरि रिटर्न हुनेछु। कसो लाग्यो प्रसाद? 2 बाहुन देखेँ मैले, 2टा बाहुन देखेँ घरमै थिएँ। अनि अरू थाहा छैन। मान्छे आछन् टन्नै। आज हुवाई पकाउँछन्, हुवाई खाने हो। के पकाउने सघाउने झन्झट छैन। अनि हल्का हेल्प गर्नुपर्ने हो। मैले अहिले गएर खानासाना पकाइरहेछन्। त्यो इन्फर्मेसन पुगाएर सिधा फिर्ता जाउँला सोचेको, बाबाले यहाँ कुट्टी काट्न लगाइदियो। गाइस सानो भाइ र हामीहरू कुनै पनि बिहेमा गयो भने सानो भाइले भन्थ्यो हिँड नाच्न जाउँ, हिँड भन्थ्यो। तर सानो भाइ भन्थ्यो सुरज दाइको बिहेको दिन त म यस्तो नाच्छु। तर उसको पढाइ छ, त्यही भएर ऊ काठमाडौँ छ, बिहेमा आउन सक्दैन। त्यो एकदमै नराम्रो लागिरहेछ। अब के गर्न सकिन्छ, पढाइ पनि छोड्न भएन। सिए पढिरहेछ अनि सिएमा त एकदमै ध्यान दिएर पढ्नुपर्छ।
फेरि फेल भयो भने फेरि सुरुबाट पढ्नुपर्छ रे। खै त्यस्तो सुनेको खै के हुन्छ। ओ यो भाइ हेर्नु त पुरा बस कट। ओ मा खतरा देखिया। आज पनि रकाटा कस्तो देखियो? एकदम मस्त। कैलाश पुजारा ब्लग। ओ लाइक सब्स्क्राइब। गाइस लाइक और सब्स्क्राइब गर्नु गाइस पुरा फुल। गाइस हमर बिना ढोक दिया। फोटो खिचु ल रोक। बिहेको घर अनि यहाँ खाना पाक्दैछ। हल्का फुल्का डेकोरेसन चाहिँ आज भइसकेको छ। हेर्न सक्नुहुन्छ यस्तो डेकोरेसन। अनि त्यहाँ पनि ठुलो टेन्ट बनिसकेको छ। तर मेन डेकोरेसन चाहिँ भोलि सुरु हुन्छ। यहाँ फुल लगाउने सबै हल्का गेट सेटको यो बनिसकेको छ। अनि मेन टेन्ट चाहिँ उता छ खाना खानेवाला। गाई चराहरू हेर्नु त क्या मस्त उडिरहन्। अहिले चाहिँ बिहेको लागि कुर्सीहरू आए। अनि गाइज यो हो बिहेको घर। यहीँ खाना पाक्छ आज। यहीँ खानुपर्छ त्यही भएर आयो। गाइज खाना खायो। आलु गोबीको साग दही अनि रोटी। गाइज अहिले मैले रोटी सोटी खाएर घरतिर जान लागेको। अनि घर गएर दादालाई पठाउँछु। दादा घरै छ। अनि म घर गयो भने घरमा एकजना मान्छे हुन्छ नि त सेक्युरिटीको लागि के। अनि त्यसपछि दाइलाई यहाँ पठाउँछु। दाइ खानासाना खान्छ। अनि यहाँ हल्का नाचगानको प्रोग्राम पनि रहेछ। यदि मैले आयो भने देखाउँछु नआयो भने त्यस्तै हो। 1 hour later गाइज रोटी सोटी खाएर गएको थिएँ घरमा आनन्दसँग सुतेको थिएँ। तर दाइको फोन आयो कि उहाँ मस्त ट्याप्सवाला नाचिरहेछन् रे। त्यही भएर अब गएर डान्स हेर्छौँ। अनि तपाईँहरूलाई पनि देखाउँछु। कपिराइट लाग्छ तर अर्को गानामा भए पनि तपाईँहरूलाई देखाउँछु। रमाइलो गरिरहेछन् अनि नाच पनि भइरहेछ ट्याप्सवाला। गाइज लाइट र उज्यालो खतरा भन्छ। यो चाहिँ मम्मी हो। गाइज बेहुलो दाइ बेहुला दाइ। Guys, बेहुलो दाइ। गाइस डान्सको कार्यक्रम त्यहाँ भइरहेछ। अनि यहाँ हेर्नुहोस् त झिलमिले रङ्गी बिरङ्गी। वाउ यता छ स्टेज। अनि यहाँतिर सायद खाना खानेवाला बन्ने छ। सीधा मेहंदी रात को दिन तबसम्मका लागि बाई बाई गुड नाइट टेक केयर स्वीट ड्रीम बाई बाई।